सबभन्दा बढी सुखाउने ठाउँ कहाँ हो र सबभन्दा बढी दुखाउने ठाउँ कहाँ हो? 3 पुस्ता 4 पुस्ता कतै कतै 4 पुस्तामाथि एक्सपेरिमेन्ट गरे। 4 पुस्ता हजुरबाको पनि जिजुबा, त्यहाँदेखि अहिलेको नाति पुस्ता पनाति पुस्तासम्म रेकर्ड ट्र्याक राखेर रिसर्च गर्दा यो सबभन्दा लामो रिसर्च हो। त्यसको रिपोर्ट के आयो त भने मान्छेलाई सबभन्दा बढी सुखाउने ठाउँ भनेको परिवार। किनकि परिवारमा घरमा हामी सबभन्दा बढी टाइम बिताउँछौँ। अनि दुखाउने ठाउँ त्यो पनि परिवार। ठाउँको कुरा गर्ने हो भने मान्छे सुखी हुने जहाँ परिवार छ, यदि सुखी हुने हो भने त्यही ठाउँ हो, अनि दुखी हुने हो भने पनि त्यही ठाउँ परिवार। यो रिसर्च बेस्ड कुरा।